चाहिँ अब फाइनल्ली अछाम पुगेका छौँ। साथमा हाम्रो रुप्सिया बाबु साहेब रुपेश हुनुहुन्छ है। हेर्नुहोस् हामीले गुनालाई ल्याएर आछौँ। हेर्नुहोस् हामीले टाटकेको जङ्गलमा फुलबारीबाट ल्याएको गुनो हो। अनि ऊ ए बाबु क्याब छ र त बाबु। शाबाश बेटा। सरी ल यहाँ बानेको छ क्याब ट्याट पछको बाने आउँछ यहाँ कस्तो दामी गरी ल है गाइस अहिले चाहिँ हामी ठ्याक्क गाई चाहिँ होइन क्या मित्र। ल है ग्याचाङ बुचुङ अब हामी चाहिँ गरिसक्यौँ। अब यो चाहिँ ढुङ्गा पहिरो अहिले चाहिँ पुरै बादल वरिपरि लागेको छ र म क्यामेराम्यान मैं बाबा टिल्लू पेसाई बोल्दैछु र मेरो पछाडि मेरो भाइहरू र एकजना गुना मैले अघि नै पनि तपाईँले भनिसकेँ उहाँ पर हुनुहुन्छ। ल यति भन्दै आजको भिडियो यहीँ अब यहाँबाट हो क्या।